हेलो एभ्रिवान। यो फलको नाम के हो थाहा छ तपाईँहरूलाई? यो हो चारपाटे। औषधिको गुणले भरपुर है। यसमा यति भिटामिन सी को भरपुर छ के भन्नु र गाइज, अरू कुनै फलमा सायदै छ होला र यति भिटामिन सी हुन्छ यसमा। यति जुसी फल हो यो है। स्टार फ्रुट्स पनि भनिन्छ, कामरक पनि भनिन्छ। र यसलाई सुधार्ने तरिका चाहिँ यसरी है गाइज। यसलाई चाहिँ यसको जुन हार्ड बोक्रा हुन्छ त्यो चाहिँ साइडबाट हामीले निकाल्नुपर्छ र त्यसपछि यसलाई स्टार स्टार यसरी, त्यही भएर स्टार फ्रुट्स पनि भनिएको होला। हेर्नुहोस् यो सुधार्दाखेरि कसरी स्टार स्टार बनिँदैछ है गाइज। र यसरी मजाले सुधार्नुपर्छ है, गोलो गोलो गरेर। लामो पनि सुधार्नु सक्नुहुन्छ, तर मलाई चाहिँ यसरी नै मनपर्छ र मैले यसरी सुधारेँ। र गोलो गोलो गरेर यसलाई कटिङ गरिसकेपछि यसलाई हामीले आफ्नो तरिकाले खान सक्छौँ। र म चाहिँ कसरी खान्छु तपाईँहरूलाई देखाउँदैछु। र यसलाई नसुधारे पनि यसै पनि मजाले धोएर खानु सकिन्छ, तर मैले चाहिँ यसरी सुधारेर प्लेटमा सजाइसकेको छु। र यसलाई चाहिँ म अब प्लेटिङ गरिसकेँ। मजाले यसलाई सुधारेर हेर्न सक्नुहुँदैछ कति राम्रो स्टार स्टार देखिरहेको छ है। र यसमा चाहिँ अब म के हाल्छु भन्दाखेरि चाहिँ काला नमक हालेर खाँदाखेरि चाहिँ स्वादलाई अझै बढाउने छ है। र चिनी पनि हालेर खानु सकिन्छ, र म चाहिँ चिनी खाँदिनँ किनकि म सुगर पेसेन्ट हो। त्यसले गर्दाखेरि चाहिँ विदाउट चिनी नै हामीले, विदाउट सुगर हामी खानु सक्छौँ यसमा काला नमक हालेर। र काला नमकलाई चाहिँ मैले यसरी हालेँ है। अलिकति धेरै पनि पर्यो गाइस, केही छैन, त्यसलाई म मिलाउनु सकिहालिन्छ। र अब यसमा चाहिँ काला नमक हालिसकेपछि अब यसमा म अर्को अझै एउटा जिनिस हाल्नेछु जसले गर्दा अझै स्वाद बढाउने छ। त्यो चाहिँ हो रेड चिल्ली पाउडर है। हल्का रेड चिल्ली पाउडर स्किप पनि गर्नु सक्नुहुन्छ गाइस। रेड चिल्ली पाउडर नहाले पनि खानु सकिन्छ, तर मैले चाहिँ हालेँ आफ्नो स्वादको लागि। र यसरी हालेर चाहिँ तपाईँले बसेर आरामले यसलाई खानु सक्नुहुन्छ। यो चाहिँ दिउँसो खाना खाइसकेपछि यसरी एउटा सलादको तौरमा खानुभयो भने एकदमै तपाईँलाई राम्रो लाग्नेछ है। एकदमै स्वादिष्ट हुन्छ। र म अब खानु आँटेको छु। म खाएर बताउने छु है गाइस कस्तो लाग्यो है। र अब म खान्छु है गाइस। हेर्नुहोस् है, यति मिठो हुन्छ खाँदाखेरि। मेरो मुखमा पानी आइसकेको छ र म स्टार्ट गर्दैछु खानुको लागि। र हेर्नुहोस् अब मेरो जान्छ मुखमा। यो चाहिँ यति राम्रो छ, हेर्दै कस्तो खाउँ खाउँ लाग्दछ है, हेर्दै स्टार छ। र म खानेछु। यस्तो मिठो भयो नि गाइस, के भन्नु र, भाषा वर्णन नै छैन। तपाईँहरू पनि ट्राई गर्नुहोस् ल।